हैन यो फुडी टेक्सास पुगेर टेक्सासको बार्बिक्यू पनि खाएन नभन्नु होला। फ्रम बार्बिक्यू ब्रिस्केट टेक्सासको फेमस मार्गरिटा टु टाकोस के खाएँ हेरौँ है त। अब टेक्सास आएपछि यताको बार्बिक्यू सिन त एक्सप्लोर गर्नु परिहाल्यो। मैले यता लोकललाई सोधेँ अनि सबले डालसको टेरी ब्ल्याक्स बार्बिक्यू चाहिँ जानै पर्छ भनेपछि म यता आइपुगेँ। यो चाहिँ जेनेरेसन रन फ्यामिली बिजनेस रहेछ। पिट स्मोक्ड मिट यानि स्मोकबाट ग्रिल हुन्छ मासु अनि होममेड साइड्स। यता चाहिँ कस्तो हुन्छ भन्दा काउन्टरमा जाने, पहिला साइडहरू अर्डर गर्ने अनि मासु चाहिँ मेजर गरेर कुन कुन खाने त्यो सेलेक्ट गरेपछि दे विल मेक इट रेडी। मासुहरूको भेराइटी फ्रम पोर्क रिब्स, ससेस, ब्रिस्केट, टर्की, चिकन जे पनि पाइन्छ। एभ्रिथिङ वाज सो सुपर जुसी अनि लाइट। झन् स्पेसली यताको ब्रिस्केट मुखमै बिलाउँछ। तपाईँ डालसमा बस्नुहुन्छ भने यो ठाउँ चाहिँ पक्कै जानु होला। ह्युस्टन पनि आए अनि यताको सबसे पपुलर चाहिँ शामा गौचा ब्राजिलियन स्टेक हाउस रहेछ। शामा गौचा यता बुफे लाग्छ साइड डिसहरूको अनि सर्भिस इज आउटस्ट्यान्डिङ। तपाईलाई यता मिटहरू स्क्युअर्समा ल्याउँछ अनि कुन पार्ट कतिको कुक्ड मिट खाने टेबलमै सर्भ हुने हिसाबले हुन्छ। वाट अ वन्डरफुल सर्भिस दिस वाज, फ्रेस ग्रिल्ड राइट अन योर टेबल। टेक्सासमा चाहिँ अति नै धेरै बार्बिक्यू प्लेसेसहरू देख्नुहुन्छ अनि मोस्ट अफ देम आर जेनेरेसन रन फ्यामिली बिजनेस, सो सबै बेस्ट अफ द बेस्ट नै हुन्छ। दि ओन्ली डिफरेन्स चाहिँ मासुलाई कसरी ग्रिल हुन्छ भन्ने कुरा मात्रै हो। धेरै जसो यता चाहिँ पिट स्मोक्ड यानि दाउरा बालिन्छ अनि त्यसको स्मोकबाट ग्रिल हुन्छ मासुहरू। धेरैलाई थाहा छैन होला टेक्सासबाट नै सुरु भएको हो फ्रोजन मार्गरिटा। ह्युस्टनको ग्याल्भेस्टन बे एरियामा सिनिक भ्यू हेर्दै दि स्पट भन्ने रेस्टुरेन्टमा ह्युज मार्गरिटा ग्लासमा रिफ्रेसिङ फ्रोजन मार्गरिटा पनि एक्सपिरियन्स गरेँ। टकिला ब्लाङ्को, लाइम जुस, ट्रिपल सेक र आइसको यो क्लासिक कम्बिनेसन। अब धेरैजनाले ठाउँ ठाउँमा खानु भएकै होला बोइल्ड सी फुड। मेरो चाहिँ फर्स्ट एक्सपिरियन्स टेक्सासमै भयो। यता ला क्रफिसमा खाएँ। यताको गार्लिक ससमा श्रिम्प वाज दि हाइलाइट। यताको गार्लिक ससमा श्रिम्प वाज दि हाइलाइट। फेरि नेपालमा चाहिँ सब बासी पाइन्छ, यता एभ्रिथिङ फ्रेस अनि स्पेसल चाहिँ क्रफिस। तपाईँ पनि टेक्सास जाँदै हुनुहुन्छ भने यो गार्लिक ससमा श्रिम्प चाहिँ मिस नगर्नु होला। अनि कुरा आउँछ अब टाकोसको। टेक्सास चाहिँ मेक्सिकोसँग बोर्डर भएकोले यता मेक्सिकन फुड एकदमै धेरै पाउनुहुन्छ अनि टाकोस इज इमेन्सली पपुलर। झन् राति राति स्मल जोइन्ट और सुपरमार्केट भित्र भेट्नुहुन्छ टाकोस। लाइफकै बेस्ट जुसी फ्लेभरफुल मिटी टाकोस टेक्सासमै खाएँ मैले।